जय श्रीमन्नारायण। सदाझै आज पनि म हजुर सामु एउटा श्लोकार्थ लिएर आइरहेको छु। आजको श्लोक रहेको छ अभिवादनको महत्त्व। अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः चत्वारि तस्य वर्धन्ते आयु विद्या यशो बलम्। अर्थात् प्रातःकालमै आफूभन्दा ठुला अग्रजहरूको चरणलाई स्पर्श गर्दै नमस्कार गर्नु या फिर दण्डवत साष्टाङ्ग गर्दाखेरि 4 थोक चाहिँ बढ्छ अरे। के भन्दाखेरि आयु उमेर बढ्छ अरे, विद्या ज्ञान पनि बढ्छ अरे, अनि यश अर्थात् धन धान्य पनि बढ्छ अरे, अनि बल शक्ति पनि बढ्छ अरे। त्यसैले हामीले बिहान प्रातःकालमै आफ्ना घरमा भएका साना बाबु नानीहरूलाई आफूभन्दा ठुला आमा बुवा हजुरआमा काका काकी आदिको चरण स्पर्श गरी नमस्कार ढुक्न सिकाउनुपर्छ। किनभने हामीलाई थाहा भइसक्यो यसले यो गर्छ भनेर। हस्त धन्यवाद।